हेलो गुड मर्निङ साथीहरू सबैजनालाई मेरो एमके भ्लगमा स्वागत छ। आज चाहिँ हामी दाजुबहिनी भएर चाहिँ छाउदीतिर यसो घुमघामको लागि आएका छौँ र अहिले हामी लगभग छाउदी बजार आइसकेका छौँ। अब हामी बिस्तारै छाउदीतिर प्रस्थान गर्छौँ गेटबाट। हजुरहरूलाई म यस भिडियोमा चाहिँ देखाउने छु। छाउदी बराईको दर्शन गर्नु होला सबैजनाले, भिडियोबाट भए पनि आउन नपाए पनि टाढैबाट भए पनि दर्शन गर्नु होला भन्न चाहन्छु। ल यहाँ त है मकै पनि ठुल्ठुलो भइसकेछ त, मकै चमरा काटिसकेछ त। ट्याक्क हामी चाहिँ आउँथ्यौँ यता कच्ची बाटो हिँडिरहेको छौँ है। अहिले चाहिँ हामी बाइक चाहिँ मैले चलाइरहेको छु, ल्याउन क्या होला त्यही भएर। यता चाहिँ हामी चाहिँ लगभग अब छाब्दी मन्दिर पुग्ने बेला हुन लागेको छ। र साथीहरू हामी चाहिँ छाब्दी दर्शनको लागि अब पुल तरिसकेका छौँ। गेटबाट भित्र हामी छिरिसक्यौँ। अब भएर चाहिँ देखाउन सक्छु म यतातिर। हेर्नु है यतातिर चाहिँ मालाहरू छ, माला ध्वजाहरू। ट्याक्क तपाईँहरू छाउदी आउँदाखेरि चाहिँ यहीँबाट चाहिँ किन्न सक्नुहुन्छ, किनमेल गर्न सक्नुहुन्छ सामानहरू आफ्नो लागि मन परेको। टक्क बहिनी चाहिँ अघि हिँड्दा, म चाहिँ पछि हिँड्दा छु तपाईँहरूको लागि मिठो भिडियो बनाउँदै। साथीहरू ट्याक्क ल तपाईँहरूलाई चाहिँ खाजाको व्यवस्था यता पनि छ है, साइडमा खाजा खाने ठाउँहरू। ट्याक्क तपाईँहरूलाई खाना मन लागेको चिजहरू चाहिँ खान सक्नुहुन्छ। ल यहाँ चाहिँ टाउको पुल राखन ट्याक्क खसेको। दामी छ है, दामी मन्दिर। र अब हामी मन्दिर आइपुग्नु लागिसक्यो। यो साथीहरू हामी चाहिँ आइसकेको छौँ। तपाईँहरूको मेरो चाहिँ अब यहाँ एकछिन काम छ। कान्छीरो बाबुलाई टिका लगाइदिन छ, कान्छीरो बाबालाई। ट्याक्क कान्छीरो बाबालाई टिका लगाइदियो भने चाहिँ गोराहरू नष्ट हुन्छ भन्छन्, रोगब्याज काटिन्छ भन्छ। त्यसैले मैले चाहिँ कान्छीरो बाबालाई टिका लगाइदिन्छु। साथीहरू तपाईँहरूको बोका कुखुरा बुझाउने ठाउँ चाहिँ यहाँ छ। पूजा गरेपछि भनिदिनु त आज तर खाली रहेछ है, खासै प्याक रहन्छ छाब्दीतिर। तपाईँहरू देख्न सक्नुहुन्छ। ट्याक्क हामी आइसकेको छौँ, छाब्दीको गेटमा आइसकेको छौँ। बराई मन्दिरमा आइसकेको छौँ हामी, छाब्दी बराई मन्दिरमा ट्याक्क गेटमा आइसक्यौँ। ल साथीहरू हामी गेटबाट चाहिँ इन भएर आइसकेको छौँ। यो छाब्दी बराई मन्दिरको चाहिँ ट्याक्क मूर्ति देख्न सक्नुहुन्छ तपाईँ। ट्याक्क यहाँ चाहिँ माछाहरू छ। ल बहिनीले घन्टी पनि बजाइदिइसक्यो है यहाँको, म पनि बजाइदिन्छु। जाने बाटो चाहिँ यताबाट छ है, मान्छे खाली भएको भएर चाहिँ हामी यतैबाट जाँदैछौँ। ट्याक्क तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ छाब्दी बराईको मन्दिरको माछाहरू चाहिँ यहाँ हो। ट्याक्क यता चाहिँ बाहिर भयो। ट्याक्क बन्द खायो हाल ठिक छ। हामी चाहिँ भित्र आइसकेको छौँ। यहाँ तपाईँहरूलाई हामी भित्र चाहिँ देख्न सक्छु म। भगवान् हेर्नु बराई मन्दिरको, छाब्दी बराई मन्दिरको माछाहरू चाहिँ ट्याक्क यहाँ भगवान्हरू ट्याक्क हुनुहुन्छ। मन्दिर चाहिँ यता छन्, देवी देवता ट्याक्क। ल फाइनली अहिले हामी चाहिँ दर्शन गरेर फर्किसक्यौँ है। अब भित्र मन्दिरमा दर्शन गरेर फर्किँदैछौँ, जाँदैछौँ। अब हामीले दर्शन गरेर भ्याइयो। अब हामी चाहिँ ट्याक्क घरतिर लागिन्छ साथीहरू। सर यो अब ट्याक्क ल अब हामी चाहिँ हिँड्यौँ साथीहरू। हामीलाई भोजनको लागि चाहिँ एकदम वेलकम गर्नुपर्छ, तर के गर्नु है, व्रतको कारणले गर्दा चाहिँ हामीले भोजन गर्न पाएन।
के गर्नु व्रत भन्छन् पेटमा भोक चाहिँ लाग्छ खप्नु परेछ साथीहरू यस्तै छ गाह्रो छ हस् थ्याङ्क यू आन्टी ल जाँदैछौँ हामी निस्किसक्यौँ अब टक्क तर आज त मान्छे कम है अरू बेला त मान्छे यस्तो प्याक हुन्छ अरू बेला 12 बजी पनि कति प्याक हुन्छ नि त मान्छे खासै अहिले यो पूजा गर्न चाहिँ मान्छेहरू खासै आउँदैन कि यो समयमा चाहिँ अलिक कम मान्छेहरू नै आउँदो रहेछ ल साथीहरू म चाहिँ अब मेरो बाइक भट्न जाँदैछु म चाहिँ बाइक उता एउटा आन्टीकोमा राखेर गएको छु बाटोमा ट्याक्क ल यहाँ चाहिँ बस पार्क छ है तपाईँहरूले चाहिँ गाडी ल्याउनु भयो भने यहाँसम्म चाहिँ ल्याएर राख्नु पाउनुहुन्छ ट्याक्क यहाँ गाडीहरू हो पार्किङ छाब्दी बराईको बस पार्किङ यहीँ हो ट्याक्क देख्न सक्नुहुन्छ तपाईँहरूले खासै ठुलो त छैन बस पार्क सानो हो होइन साथीहरू मेरो बाइक भएको आइसक्यो होइन मैले बाइक चाहिँ यहाँ राखेको छु पुरा आन्टीकोमा राखेको छु बाहिर छ पुरै घाम तापिरहेको छ देख्न सक्नुहुन्छ ल फाइनली मेरो बाइक चाहिँ यहाँ छ है साथीहरू अब म चाहिँ लिएर जान्छु